Hello everyone, welcome back to my channel. I hope सबैजना सन्चै हुनुहुन्छ होला. After a long time मैले फेरि भ्लग स्टार्ट गरिरहेको छु किनभने म चाहिँ हिजो गाउँमा आएको. मैले भ्लग चाहिँ त्यति बेला बनाइनँ. अहिले चाहिँ म स्टार्ट गरिरहेको छु. अनि म चाहिँ जुन चाहिँ गाउँमा छु गाउँदेखि चाहिँ अलिकति कति 10-15 मिनट हैन अलि धेरै आधी घण्टा जतिमा चाहिँ एउटा रामपुर छ, रामपुर पाल्पा. कसैले जान्नुहुन्छ भने अनि त्यहाँ चाहिँ काम छ अलिअलि. म र भाइ चाहिँ जान लागिरहेछौँ. त्यही हो. यस्तो गर्मी चाहिँ नि गाई, यस्तो गर्मी चाहिँ म त केही हेर्नुहोस् गाउँघरमा हल्का मकै सरर र मकैहरू छ. यो गोठ भइहाल्यो हो. घर चाहिँ त्यो भइहाल्यो. अनि उता चाहिँ ठुलो मम्मीको घर. ओह माई गॉड, यस्तो गर्मी. मेरो पसिना हेरिरहनु भयो होला. फेरि म भ्लग गराइरहेको छु. मलाई चाहिँ किन भिडियो अन गर्नु मलाई भन्दाखेरि अब गाउँमा आउँदाखेरि हुन्छ नि गाउँको लाइफस्टाइलहरू हल्का मलाई चाहिँ छुट्टै रमाइलो लाग्छ. त्यही भएर चाहिँ अन गरिदिएको भिडियो केही देखाऊँ भनेर. सबै ठाउँमा यसरी मकैहरू सुकाइरहेको छ. लुक हजुर, रामपुर जाने हो पहिला. त्यो राम्रो छ हाम्रो गाउँ. पहिलाको भ्लगहरूमा चाहिँ छ कि, तर फेरि गरिदिएको. अब चाहिँ एकदम डिफ्रेन्ट भ्लग आउँछ. तर हामी झऱ्यौँ होइन स्कुलबाट. अनि त्यहाँ पार्क गरेर ब्याङ्कमा जानुपर्ने छ. ए त जाम भनेर हामी कहाँ गएर आएको भन् न त. त्यो त भन्. एउटा मामा घरबाट छुट्याएर लिएर आएको मैले. ठुलै काम गरेको थियो. गाइज हेर्नु, यस्तो राम्रो ठाउँमा आयौँ हामी. हल्का जाँदै बाटोमा पसेको थियौँ. अनि यसो आइदिउँ भनेर. कस्तो राम्रो ठाउँ छ. कस्तो राम्रो हो बाबु तेरो. गाइज मेरो भाइले उकालो चढाउँदैछ. हालत एकचोटि हेर्दैछु. 2-3 दिनमा उठे जस्तो देखिरहेको छ क्या मलाई त. यसलाई कन्सन्ट्रेट गर्न दिइरहेको छु मैले. म त धेरै कन्सन्ट्रेट गर्दाखेरि त्यस्तै भयो. त्यस्तै चाहिँ हुन्छ मेरो त. स्योर हुन्छ कि म लड्छु भनेर. तर वाउ, कस्तो बाटो चाहिँ यस्तै खतम टाइपको छ होइन गाइजहरू. म चाहिँ यस्तो बाटोमा मैले चलाउन सक्दिनँ. मेरो खुट्टा पनि पुग्दैन राम्ररी. यस्तोमा त अब म चाहिँ एकचोटि स्टार्ट गरेर हिँड्यो भने सक्छु होइन. न त यो खुट्टा टेक्नु पर्ने. यस्तो ढुङ्गा ठोक्यो भने त म सक्दैन कि. मेरो खुट्टा नि पुग्दैन कि त. उभिएर चलाउनुपर्छ. गाउँमा आएपछि यस्तो राम्रो हरियाली देख्न पाइन्छ कि. यो पसिना हो कि पानी हो? यो दुईटै भयो. भन्न मिल्दैन कि एउटा भन्नु. मिक्स हो क्या पसिना. हजुरको घर कहाँ पर्यो होला? के सहयोगको लागि आउनु भएको होला? काँटा त राम्रै छ त. के सहयोग माग्न आउनुभएको? यिनीहरू सब स्कुलबाट आएर गाइस हामी चाहिँ यस्तो बाहिर निस्किनु लाग्यो यसको टिकटक बनाउनलाई. यो फेरि टिकटक स्टार हो कि होइन. ए सरी, उल्टा गरिरहेछु. यसको टो हेरौँ. यस्तो बाहिर निस्किनु लाग्यो घुमेर. यिनीहरू पुरै रेडी भएर हेर्नुहोस् तलदेखि माथि. ओहो चप्पल त अब घुम्न जानु लाग्यो. यसले मलाई कहाँ लिएर जान्छु भन्छ. यिनी पनि छिन्. हामी चाहिँ फोटो खिच्न भिडियो गराउनु जानु लाग्यो. त्यहाँ मेरो मम्मी हुनुहुन्छ. हाई गर्नु मम्मी. हाई गर्नु.
हाम्रो गाउँ हो गाउँको बाटो चाहिँ हाम्रो गाउँ ल गाडी स्टार्ट भइगयो अब जान्छौँ हामी चाहिँ ल यता अन्त भ्लग गर्ने मान्छे ल बाई बाई यो हाम्रो गाउँ हो हाम्रो पुल आउनु लाग्यो यसले मलाई लुटाउँछ आज नर्मल वाला के राम्रो वाला भैँसीहरूसँग भैँसीहरू छैन यार यार गाइस हामी कहाँ आयौँ तर भ्युजहरू चाहिँ जहाँ गए पनि राम्रो के यस गाइज समीक्षा दिदी पुरै यो मात्र तरिकाले हिँड्छु के कहाँबाट सिकेको यो वाक वाउ सन यस्तो परिरहेछ कि बाटो पनि खतरा लाग्यो बाटो चाहिँ यस्तो हुन्छ होइन हाम्रो गाउँको बाटो चाहिँ ओके हो गाइज म चाहिँ भोलि जाने भनेको घर हो म चाहिँ अहिले गाउँमा छु नि त अनि यसो घुमौँ भनेर निस्केको थियो हो के आई डोन्ट नो बट मेरो मुखमा आयो तिमी मेरो फल्ट होइन Oh my god. लभ स्टोरीमा हेलो खोलाबाट पनि आयो है सन जता गाउँमा नि जता हेऱ्यो त्यति राम्रो जता हेऱ्यो त्यति राम्रो मलाई हेर्नु मलाई चढ्न लागिसक्यो फेरि त मेरो असर छ हाई गाइस हेलो हामी चाहिँ एकदम रमाइलो भयो आजको दिन एकदम बिजी भयो होइन अनि मैले धेरै क्लिपहरू त क्लिक गर्नु पाएको छैन हामी त्यो क्लिक गर्नुभन्दा धेरै बाहिर हाँसिरहेको यति रमाइलो गरिरहेछौँ कि मैले न भ्लग मैले भिडियो चाहिँ यही एन्ड गर्छु भोलि भेटौँ एकछिन चाहिँ मैले अब कुनै उसमा जाँदाखेरि मात्रै गर्छु यस्तो गर्मी हो अहिले गर्मीको मौसममा भ्लगहरू गर्न पनि भ्याइँदैन त्यस्तो मन लाग्दैन हजुरलाई थाहा होला होइन अब जति सक्छु सानो सानो क्लिपहरू राखिदिएको छु एकदम रमाइलो भएको थियो रमाइलो भएको बेलामा क्याप्चर गर्नै बिर्सिरहेको छु त्यही यो बारे 10-15 दिनको छुट्टीमा चाहिँ म गाउँ आएँ गाउँदेखि त्यही हो बाई बाई सी यू नेक्स्ट भ्लग लभ यु टेक केयर